राजनीति वृत्तमा निकै चर्चा र विवादका पात्र हुन गृहमन्त्री सुदन गुरुङ। जब गृहमन्त्री गुरुङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे, एकपछि अर्को गर्दै विवादमा तानिरहेका छन्। पछिल्लो विवाद अहिले सम्पत्ति शुद्धिकरणको आरोपमा हिरासतमा रहेका बिचौलिया भनेर चिनिने व्यवसायी दीपक भट्ट र सुदन गुरुङ बीचको सम्बन्ध र सुदन गुरुङले किनेको स्टार माइक्रो इन्सुरेन्सको 25 लाख रुपियाँको सेयर हो, जुन कुरा सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणमा उल्लेख छैन। जब यो कुराको प्रमाण सञ्चार माध्यममा आयो, गृहमन्त्री गुरुङले एउटा ऋण लिएको तमासुक सार्वजनिक गर्दै ऋण लिएर उक्त सेयर खरिद गरेको भन्दै सार्वजनिक गरे। जबकि सुदन गुरुङले आफ्नो सम्पत्ति सार्वजनिक गर्दा आफूसँग कुनै पनि ऋण नरहेको घोषणा गरेका थिए। सुदन गुरुङसँग रहेको सम्पत्तिको स्रोतको खोजी भइरहँदा अर्को विवादित पेपर पनि मिडियामा आएको छ कि सुदन गुरुङको बुवा दिलबहादुर गुरुङ गैंडाको खाक तस्करीमा संलग्न रहेको भनेर मुद्दाको रेकर्ड अहिले बाहिर आएको छ।